नमस्ते, नेपड्रप युट्युब च्यानलमा स्वागत छ हजुरहरूलाई। आज हामी कुरा गर्दैछौँ एउटा ठुलो कन्ट्रोभर्सियल विषय, क्रिप्टो नेपालमा। यस्तो देश जहाँ युथ छ, ट्यालेन्ट छ, रिसोर्सेस छन्, 80,000 मेगावाट हाइड्रो पावर पोटेन्सियल छ, तर सिस्टमले रोकिरहेको छ। वर्ल्ड अगाडि बढ्दैछ फास्ट, डिसेन्ट्रलाइज्ड फ्युचरतिर, ब्लकचेन र डिजिटल इकोनोमीतिर, तर नेपाल अझै ब्यानमा अड्किएको छ। हामी सधैँ नयाँ टेक्नोलोजी आउँदा डराउँछौँ, रोक्छौँ अनि पछि पछाडि पर्छौँ। आइरोनिक होइन र? के हामी आफैलाई प्रोटेक्ट गर्दैछौँ कि आफ्नो फ्युचरलाई लिमिट गर्दैछौँ? आजको भिडियोले यो सोच चेन्ज गर्नेछ। अब रियल प्रब्लम, रेमिटेन्स, नेपालको इकोनोमीको ब्याकबोन। अरबौँ पैसा नेपाल भित्रिन्छ, तर बेचोलियाले 5%देखि 10%सम्म कट लिन्छ। इमेजिन, तपाईले पठाएको पैसा नेपाल आइपुग्दा नै घटिसकेको हुन्छ। अनि टाइम, 3 दिन, 5 दिन, कहिलेकाहीँ 7 दिन। डिले, हिडन चार्ज, एक्सचेन्ज लस। यो सिस्टम एफिसिएन्ट होइन, यो म्यासिभ लस हो। अब क्रिप्टो सोच्नुहोस्, इन्स्टेन्ट ट्रान्सफर, सेकेन्ड्सभित्र पैसा पुग्छ, फी अलमोस्ट जिरो, डाइरेक्ट वालेट टु वालेट, नो बेचोलिया, नो डिले। टेक्नोलोजी रेडी छ, वर्ल्ड युज गरिरहेको छ, तर नेपालले युज गर्न दिँदैन। अब सोल्युसन, जब्स, ग्लोबल ब्लकचेन इन्डस्ट्री बुम भइरहेको छ, बिलियन्स अफ डलर्स फ्लो भइरहेको छ, हजारौँ स्टार्टअप्स बनिरहेका छन्, डेभलपर्स, डिजाइनर्स, मार्केटर्स सबै डिमान्डमा छन्। अनि नेपाली डेभलपर्स अलरेडी त्यही काम गर्दैछन्, तर नेपालबाट होइन, विदेशबाट। किन? यहाँ रेगुलेसन छैन, इकोसिस्टम छैन, सपोर्ट छैन। रिजल्ट, ट्यालेन्ट बाहिर, इन्कम बाहिर, इनोभेसन बाहिर। हामी आफ्नै फ्युचर एक्सपोर्ट गर्दैछौँ अनि पछि भन्छौँ अपर्च्युनिटी छैन। यो ब्रेन ड्रेन होइन मात्र, यो इकोनोमिक लस हो। ब्रेन ड्रेन अझ गहिरो समस्या हो। युथ बाहिर जान्छ, स्किल्स बिल्ड गर्छ, एक्सपिरियन्स लिन्छ अनि त्यहीँ सेटल हुन्छ। नेपाललाई रिटर्न के हुन्छ? अलमोस्ट नथिङ। अब इमेजिन गर्नुहोस्, यदि क्रिप्टो इकोसिस्टम नेपालमै बिल्ड भयो भने ग्लोबल कम्पनीज आउँछन्, स्टार्टअप्स नेपालमै ग्रो हुन्छन्, रिमोट जब्स क्रिएट हुन्छन्, डेभलपर्सले मन्थली 2 देखि 3 लाख कमाउँछन्, त्यो पैसा नेपालमै स्पेन्ड हुन्छ, लोकल मार्केट ग्रो हुन्छ, इकोनोमी मल्टिप्लाई हुन्छ। एउटा जबले अर्को 5 जब क्रिएट गर्छ। यही ग्रोथ साइकल नेपालले गुमाइरहेको छ। अब फाइनान्सियल इन्क्लुजन। नेपालमा अझै 45% पपुलेसन अनब्याङ्क छ, ब्याङ्क सर्भिस पुगेको छैन, तर 70%सँग मोबाइल र इन्टरनेट छ। यही गेम चेन्जर हो। क्रिप्टो युज गर्न ब्याङ्क चाहिँदैन, केवल फोन र इन्टरनेट पुग्छ। एउटा वालेट बनायो भने डाइरेक्ट ग्लोबल एक्सेस। गाउँको मानिसले पनि पैसा रिसिभ गर्न सक्छ, सेभ गर्न सक्छ, इन्भेस्ट गर्न सक्छ। यो केवल टेक्नोलोजी होइन, यो एक्सेस हो, एम्पावरमेन्ट हो। पहिलो पटक रुरल नेपाल पनि ग्लोबल इकोनोमीमा कनेक्ट हुन सक्छ। अब बिगेस्ट फियर, स्क्याम, क्राइम। धेरैले भन्छन् क्रिप्टो डेन्जरस छ, तर डाटा के भन्छ? क्रिप्टो क्राइम 1% भन्दा कम छ, जबकि क्यास र ब्याङ्क फ्रड धेरै हाई छ। ब्लकचेनमा हरेक ट्रान्ज्याक्सन रेकर्ड हुन्छ, ट्रेसेबल हुन्छ, ट्रान्सपारेन्ट हुन्छ। प्रब्लम क्रिप्टो होइन, प्रब्लम रेगुलेसनको एब्सेन्स हो। ब्यान गर्दा सबै अन्डरग्राउन्ड जान्छ, नो कन्ट्रोल, नो ट्र्याकिङ। तर रेगुलेसन हुँदा केवाइसी हुन्छ, मोनिटरिङ हुन्छ, कन्ट्रोल आउँछ, सेफ्टी बढ्छ। यही डिफ्रेन्स हो। अब भोलटिलिटी। सबैले भन्छन् क्रिप्टो अनस्टेबल छ, रिस्की छ, तर सबै क्रिप्टो एउटै हुँदैन। स्टेबल कोइन्स हुन्छन्, US डलर ब्याक्ड, भ्याल्यु स्टेबल, डेली पेमेन्टको लागि पर्फेक्ट। अनि बिटकोइन जस्ता एसेट्सले लङ टर्ममा स्ट्रङ ग्रोथ देखाएको छ, स्टकभन्दा बेटर रिटर्न दिएको छ, इन्फ्लेसन विरुद्ध हेज भएको छ। प्रब्लम रिस्क होइन, प्रब्लम नलेज ग्याप हो। एजुकेसन छैन, त्यसैले डर छ। एजुकेसन भयो भने क्रिप्टो अपर्च्युनिटी बन्छ। अब ट्याक्स रेभेन्यू।
इन्डियाले क्रिप्टोबाट 150 मिलियन डलरभन्दा बढी ट्याक्स कलेक्ट गरिसकेको छ। भुटान विकली मिलियन्स जेनेरेट गर्दैछ माइनिङबाट। नेपाल 0। किन? ब्यान। तर रियालिटी के हो? नेपालमा क्रिप्टो युज भइरहेको छ, अन्डरग्राउन्ड, अनट्याक्स्ड, अनरेगुलेटेड। पैसा फ्लो भइरहेको छ, तर सरकारलाई केही थाहा छैन। यदि भइरहेको छ भने किन रेगुलेट नगर्ने, किन ट्याक्स नगर्ने? ब्यानले लस दिन्छ, रेगुलेसनले रेभेन्यू दिन्छ। यही स्मार्ट मुभ हो। अब ग्लोबल एक्जाम्पल, दुबई, सिङ्गापुर क्रिप्टो हब्स बनेका छन्। बिलियन्स इन्भेस्टमेन्ट आएको छ, फाउन्डर्स रिलोकेट भएका छन्, जब्स एक्सप्लोड भएका छन्। भुटानले हाइड्रो पावर युज गरेर क्रिप्टो माइनिङबाट जिडिपी बुस्ट गरेको छ, विकली मिलियन्स जेनेरेट गर्दैछ। नेपालसँग पनि 80,000 मेगावाट पोटेन्सियल छ। इमेजिन त्यो एनर्जी युज गरेर माइनिङ, एक्सपोर्ट इन्कम जेनेरेट गर्ने, इन्फ्रास्ट्रक्चर बिल्ड गर्ने। हामीसँग रिसोर्स छ, ट्यालेन्ट छ, ल्याकिङ केवल पोलिसी हो। फाइनल भिजन, इमेजिन नेपाल एज अ टेक हब जहाँ युथ ग्लोबल मार्केटमा कम्पिट गर्छ। ब्लकचेन कम्पनीज नेपालमै बिल्ड हुन्छ। पैसा बाहिर होइन, भित्र आउँछ। इनोभेसन नेपालमै हुन्छ। क्रिप्टो केवल करेन्सी होइन, यो गेटवे हो ग्लोबल इकोनोमीमा प्रवेश गर्ने, जब्स क्रिएट गर्ने, वेल्थ क्रिएट गर्ने। ब्यानले हामीलाई रोक्छ, रेगुलेसनले अगाडि बढाउँछ। फ्युचर अलरेडी यहाँ छ, वर्ल्ड वेट गर्दैन। क्वेसन सिम्पल छ, नेपाल रेडी हुन्छ कि फेरि पछाडि पर्छ?